सानो नवजात बच्चालाई सेक्ने क्रममा बच्चाको अण्डकोष सेक्दाखेरि के कस्ता असर पर्छन्, सेक्न मिल्छ कि मिल्दैन भन्ने के छ त वैज्ञानिक आधार भनेर आज म अन्तिमसम्म कुरा गर्छु। कृपया यो भिडियो चाहिँ अन्तिमसम्म सुनिदिनु होला। नमस्ते, म डाक्टर सीताराम नेउपानी, बालरोग विशेषज्ञ, अहिले भरतपुर अस्पतालमा कार्यरत छु। जाडो सिजन लागिसँगै हाम्रा सानो बच्चाहरूलाई चाहिँ चिसो लाग्छ भनेर हामीले चाहिँ सेक्ने गरेका हुन्छौँ, कोइलामा, हिटरमा अथवा घाममै राखेर पनि सेक्ने गरेका हुन्छौँ। र त्यसो गर्दाखेरि हामीले कतिजनाले चाहिँ अण्डकोषतिर पनि सेक्ने गरेका हुन्छौँ। र त्यसो गर्दाखेरि बच्चाको त्यो सेकाइले गर्दा, त्यो हिटको कारणले गर्दाखेरि पछि गएर बच्चामा जुन शुक्राणु बन्ने क्रम हुन्छ अथवा स्पर्मेटोजेनेसिस भनेर भन्छौँ, त्यो शुक्राणु बन्नको लागि त्यो तातोपनाले चाहिँ असर गरेको हुन्छ। र त्यो अण्डकोषहरू शरीरभित्र नभएर शरीर बाहिर हुँदाखेरि नर्मल्ली हाम्रो शरीरको तापक्रम भन्दा 2 देखि 4 डिग्री सेन्टिग्रेड चाहिँ कम हुन्छ भनेर भनिएको छ। र त्यसरी 2 देखि 4 डिग्री सेन्टिग्रेड कम किन हुन्छ भन्दाखेरि बच्चाको शुक्राणुहरू उत्पादन गर्नको लागि, हेल्दी शुक्रकीट बनाउनको लागि। तर बच्चालाई त्यही अण्डकोषमा हामीले लगातार सेकिराखेका छौँ भने त्यो अण्डकोषमा बन्ने शुक्राणुहरू त्यो चाहिँ डिफेक्टिभ हुन्छ अथवा त्यसको डिएनएलाई असर गर्छ, जसले गर्दाखेरि पछि गएर शुक्राणुहरू राम्रोसँग उत्पादन हुन पाउँदैन, जसले गर्दाखेरि इन्फर्टिलिटीको अथवा बाँझोपनको समस्या निम्तिन सक्छ है भनेर धेरै अध्ययनहरूले पनि भनिसकेका छन्। तर पनि कुनै पनि बच्चालाई सेकेर अनि लाइफ टाइमसम्म अन्तिममा गएर उसको शुक्राणुहरूको बारेमा अध्ययन गरेको कुनै पनि अध्ययन नभेटिए तापनि ठूलो मान्छेहरूमा चाहिँ यस्ता खालका अध्ययनहरू गरिएका हुन्छन् कि उनीहरूलाई केही समयको लागि चाहिँ तापक्रममा अलि बढी हिट भएको बेल्टहरू लगाउन दिने अथवा दिनदिनै त्यस्तो खालको कुनै निश्चित अवधिको लागि चाहिँ त्यही तापक्रममा एक्सपोज गराउने अण्डकोषलाई, अनि पछाडि गएर त्योबाट निक्लेको, त्यस्तो व्यक्तिबाट निक्लेको शुक्रकीटलाई चाहिँ परीक्षण गर्दाखेरि ती शुक्रकीटहरू जति एक्टिभ, चलायमान हुनुपर्ने, जति हेल्दी हुनुपर्ने, जति मात्रामा हुनुपर्ने त्यस्तो खालको देखिएन भनेर विभिन्न अध्ययनहरूले भनिसकेको भएको भएर हाम्रा नवजात शिशुहरूलाई अथवा विशेष गरेर सानो बच्चाहरूलाई चाहिँ सेक्दाखेरि हामीले अण्डकोषमा चाहिँ त्यसरी ताप अथवा हिट लगाएर त्यसरी चाहिँ नसेकिदिनु होला। अरू ठाउँमा सेके पनि अण्डकोषमा चाहिँ नसेकिदिनु होला है त।